ग्रुपिङमा हुन्छ दुईजना कार्यक्रम हुँदैछ हाम्रो तिनजनाले एउटा नि पुग्छ त केही समस्या पुग्छ 14 15 16 कलाएर बिङ्गो खेल्नुपर्छ इन्डिभिजुअल लग्ने कि हामीले के हुन्छ टिकट त इन्जिन अहिले यो ग्रुपमा आउँछ बिबिसा लेख्नेवाला 100 10 60 हो नि त अर्को ग्रुपले 20 जना ल जति रह्यो त्यति हजुर गर्नु हाम्रो भाइ खै अर्को दुई जनालाई एक दरले दुईको एकै पेन ल एकसरी हाम्रो ग्रुप यता आउला हाम्रो ग्रुप यता आउनु प्लानिङ ल आफ्नो ग्रुप यो पेन चाहिँ के गर्ने हो दुईजना बराबर एउटा पेन त्यो एउटा गोलो मात्र लाउने हो के मिलेर गर्ने चिरञ्जीवी सर पेन दुईजनालाई एउटा है त्यसको बारेमा हल्का एक्सप्लेन गरिदिनु न सर म अहिले गर्दिनु माइकमै गरिदिनु सबले बुझ्दैन यही पनि गरिदिनु न भिडियो रेकर्ड भइरहेको हामी बिङ्गो खेल्दैछौँ भर्टिकल होरिजन्टल भर्टिकल डायगोनल फुल बक्स अनि त्यसपछि आउटर बक्स त्यसरी टाइप स्पिड गर्नु म हजुरलाई माइकमा बुझाइदिन्छु सब 17 जना तीनटा उ विजय सरसँग लिऊ तीनटा विजय सर हुन्छ टक्क भनिदिनु नि यसो न एकदम यो टक्क राम्रो भइरहेको छ जे भइरहेको छ बिङ्गो गेम स्टार्ट भइरहेको छ हजुर हो अब यस्तो हो तपाईँसँग यो छैन मैले एउटा नम्बर झिक्छु त्यहाँबाट मानव 12 आयो भने चाहिँ 12 मा यसरी गोलो लाउने फेरि 20 आउलाई यो गर्ने 38 आउलाई यो गर्ने 43 आउलाई यो गर्ने 60 आउलाई यो गर्ने 16 आउलाई यो गर्ने यसरी तपाईँ जति नम्बर आउँछ त्यतिमा गोल लाउने हो सबभन्दा सुरुमा तपाईँको रोप कम्प्लिट हुन्छ तपाईँले 100 रुपियाँ पाउनुभयो अर्कोले भएपछि अर्कोले लकी ड्र जस्तै रहेछ त्यस्तै भर्टिकलको पनि 100 डायगोनलको 200 यताको त्यहाँ नम्बर जति आयो भाग्य अनुसार हुने भयो अब यस्तै हुँदा हुँदा सबैको एउटा हुबहु मिल्ला नि यो भने 400 सबै मिल्यो भनेपछि यो भयो यता यता यो त बिचमा केही परेन यो तीनटा मिले भइहाल्यो यो 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 र यो मिल्नु पर्यो यो नम्बर हुनुपर्ने हो यो त जस्ट यो बोनस होला नि हो होइन यो अर्को वाला परेछ त्यसो भए यस्तै होला जोकर होला जोकर होला कि यो ठ्याक्कै मिलेपछि यहाँ बिङ्गोको टिकट बिक्री भइरहेको छ कृपया आफ्नो सिआरसँग सम्पर्क गरी बिङ्गोको टिकट दिनु होला त्यो बिङ्गोको कार्ड टक्क यहाँ अलिक खेल्नुपर्छ सबजना खेल्ने भन्दा यहाँ कार्यक्रमै भइरहेछ टक्क नयाँ उयो वाला छ के हो बुझ्नु है जस भन्नु होला सरले आजको हाम्रो बिङ्गो विजेता हाम्रो उहाँ चाहिँ तपाईँले के जित्नुभयो सर मैले यो बाउन्ड्री लाइन हजुर पुरै तपाईँले आउट अफ सर्कल हो होइन सफल भएको छु हाम्रो तपाईँले कति पुरस्कार जित्नुभयो 1100 रुपैयाँ हजुर दुईटामा हो दुईटा हो धन्यवाद धन्यवाद त दिउ न दाइले ल्याएर दिएको के रे ओरिजिनल एउटा ओरिजिनल पनि जित्नु सर ओरिजिनल र मैले त 10000 जिते थिए सर एकचोटी उहाँ फुल हाउजी भन्छ के हाम्रोतिर हाउजी हाउसी भन्दो रहेछ 500 प्लस 1700 फुल हाउसको 1700 अनि 500 भनेपछि राम्रै जित्नु तपाईँले आज पिकनिक समग्रमा हाम्रो पिकनिकको त पुरै असुल भयो नि तपाईँले हिजो कसरी असुल गरेर टेन्सनमा छु भन्नुहुन्छ त यार साथीहरुको हिजो गरे आज मैले गरे मेरो त अब हेर्नुस् न यो पनि जोड्यो फेरि अब 1100 त्यही 400 गयो त नागपञ्चमी नि बेला हेर एउटा एकदम थ्यांक यू है पत्रकारजीहरुलाई धन्यवाद भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र अत्यन्त खुसी छ हैन हामी जीवनका अनेक रङ्ग हुन्छौँ भन्ने कुरा हामी बुझ्छौँ जीवन अध्ययन मात्र होइन पढाइ मात्र होइन त्यो एउटा महत्त्वपूर्ण पाठ हो स्वाभाविक रूपमा हामी प्रशिक्षार्थी हौँ प्रशिक्षण हाम्रो महत्त्वपूर्ण पाठ हो सबैभन्दा ठुलो विषय त्यो नै हो तर त्यसलाई थप ऊर्जा प्रदान गर्नको लागि हामीले थप जागरुकताका साथ चाहिँ अध्ययन अध्यापनलाई अगाडि बढाउनको लागि यस्ता खालका जस्तो कार्यक्रमहरूमा छोटो विश्राम भन्छ नि छोटो व्यापारिक विश्राम भन्छ नि यो नि त्यस्तै हाम्रो दिमागलाई हाम्रो एउटा चाहिँ मोनोटोनस हिसाबले गइरहेको एउटा जुन सिक्ने सिकाउने एउटा सेड्युललाई अलिकति विश्राम दिएर यो दिमागलाई अलिकति नयाँपन दिने रिफ्रेसमेन्ट दिने अलिकति मनोरञ्जन प्रदान गर्ने खुसी हुने आपसी भातृत्व वृद्धि गर्ने एक आपसको भावना बुझ्ने अल्टिमेटली टिम स्पिरिट अथवा टिम बिल्डिङ अथवा ट्रस्ट बिल्डिङलाई चाहिँ आत्मसात गर्ने कामहरू यस्ता कार्यक्रमहरूले गर्छ जस्तो मलाई लाग्छ यो जसले आयोजना गर्नुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु यहाँहरूको सिकाइ पनि पहिलो दोस्रो भाइबा लिने क्रममा हामीले अनुभूत गर्न पाएका छौँ
केही साथीहरूले थप मेहनत गर्दै हुन्थ्यो जस्तो लागेको छ। तर धेरैले राम्रोसँग मेहनत गर्नु भएको हामीले पूर्वानुमान गर्न सक्छौँ। त्यो पाटो सँगसँगै अब यो 3 महिना सकिन लाग्यो। एउटा चाहिँ अघि भन्दै हुनुहुन्थ्यो हामी चाहिँ 3 महिना सकिन लाग्यो। अब जेठबाट सुरु भएको हाम्रो अर्को ब्याचको अर्को समय अर्को ब्याच भर्खरै जुनियर फ्रेसका भाइहरू आउनुभएको छ। यहाँहरूले बिचमा यहाँहरूको अनुभव पनि सिकाउनु भयो, ज्ञान पनि सिकाउनु, हाम्रो प्रशिक्षकज्यूहरूले त सिकाउनु नै भयो। तर यहाँहरू अनुभवी साथी जो चाहिँ 20औं वर्षदेखि जागिरमा हुनुहुन्छ, भर्खर रिक्रुट गरेको भर्खर तालिममा प्रवेश गरेका भाइ बहिनीहरूलाई सामान्य बोलीचालीदेखि सामान्य चाहिँ व्यवहारदेखि टेक्निकल कुरा प्राविधिक विषयहरू जस्तो पनि यहाँले सेयरिङ गर्नुभयो जस्तो मलाई लाग्छ। धेरै ज्ञान यहाँहरूले यो बिचमा बटुल्नु भयो जस्तो मलाई लाग्छ। व्यवहारिक ज्ञान, प्राविधिक ज्ञान, सिप विकाससँग सम्बन्धित विषयगत ज्ञान, क्षमता अभिवृद्धिसँग सम्बन्धित सम्पूर्ण रूपमा यहाँहरू यो 3 महिनाको बिचमा यहाँहरूले अत्यन्त अनुशासित ढङ्गबाट यता कहिलेकाहीँ अनुशासनहीन क्रियाकलाप हुने हामी केन्द्रमा बसिरहँदा हाम्रो मन त्यहाँ, हामी भौतिक रूपमा त्यहाँ भने हाम्रो मन यहाँ हुन्छ। कतै त्यहाँ अलिकति अनुशासनहीन काम भयो कि, कतै अभद्र व्यवहार भयो कि, कतै झैझगडा भयो कि, कतै चाहिँ स्थानीयसँग चाहिँ मनमुटाव भयो कि, यो विगतका चाहिँ हाम्रा चाहिँ लामो अवधिका तालिमका चाहिँ अभ्यासहरूमा त्यस्ता कटु अनुभवहरू हामीले नसुनेको होइन। यस्तो होला कि भन्ने हामीलाई बडो चिन्ता छ। हामी त्यो भएर शिविर प्रमुखसँग बेला बखत हामी चाहिँ सम्पर्कमै रहिरहन्छौँ। तर यो समयसम्म आइपुग्दा कहीँ कतै पनि यहाँहरूको बिचको त्यस्तो कम्प्लेन नआएको, त्यस्तो समस्या नआएको, यहाँहरूले अनुशासित रूपमा यो 3 महिनाको करिब हामी अन्ततिर आउँदैछौँ। यो अन्तसम्ममा पनि यहाँहरूको कुनै किसिमको गुनासो शिकायत अथवा स्थानीयबाट होला अथवा प्रशिक्षार्थीहरूबाट होला, कहीँ कतैबाट प्रशिक्षकले प्रशिक्षार्थीको अथवा प्रशिक्षार्थीले प्रशिक्षकको यो कहिलेकाहीँ चाहिँ मिसअन्डरस्ट्यान्डिङहरू पनि हुने गर्छन्। कहीँ कतै नभइकन यो सफलतापूर्वक यो 3 महिनाको एउटा डेडिकेटेड सर्वे फिल्ड क्याम्प सम्पन्न भएको छ। त्यसलाई अत्यन्त हार्दिकतापूर्वक सम्पन्न गर्न सन्दर्भमा यहाँहरूले अझै पिकनिक आयोजना गर्नुभयो, वनभोज कार्यक्रम आयोजना गर्नुभयो। यो अर्को एउटा चाहिँ माइलस्टोन पनि हो जस्तो मलाई लाग्छ। यसले हामी सबैलाई नजिक बनाए, भेटघाट बनाए। नाचगाना चाहिँ यहाँहरूको हेर्नै पाइएन, स्किल कसको कस्तो थियो त्यो हेर्न पाइएन, कहिलेकाहीँ लुकेको प्रतिभा हेर्ने पनि अवसर हुनसक्छ। तथापि यहाँहरूले भरपुर मनोरञ्जन लिनुभयो भन्ने मलाई विश्वास छ। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। अनुशासित मर्यादित ढङ्गबाट यो सिकाइका क्रमलाई ल्याउँदै आज पनि अत्यन्त सक्रियतापूर्वक यहाँहरूले यो पिकनिकमा सहभागी हुनुभयो भन्ने मैले महसुस गरेको छु। र बाँकी 3-4 दिन 5 दिन कति दिन छ त्यसपछि यहाँहरूको रिपोर्ट राइटिङ, त्यहाँको प्रोजेक्टको के हुन्छ त्यो पनि सफलतापूर्वक सम्पन्न गर्नुहोस् भन्ने शुभकामनाका साथ आज यो आयोजना गर्ने विशेष गरेर जसले आयोजनामा सक्रिय भूमिका निर्वाह गर्नुभयो सिआरजीहरू विशेष गरेर र सम्पूर्ण उहाँहरूलाई साथ दिने, उहाँहरूको सपोर्टिङ अथवा उहाँहरूको सहपाठीहरू यहाँहरू हुनुहुन्छ, यहाँहरू सबैको समन्वय अथवा सहकार्यले यो सम्भव भएको सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको तर्फबाट, कार्यकारी निर्देशकज्यूको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यति भन्दै मेरो भनाइ पनि यहाँ हस्। धन्यवाद, नमस्कार। धन्यवाद आदरणीय सर। आत्मअनुशासन सुन्दर वास्तुकला हो भनिन्छ, किनभने माटोको भाँडा पनि अनुशासनहीन मान्छेले बनायो भने कचाकुचु पारिदिन्छ। त्यही भएर सबभन्दा पहिला चाहिँ आत्मअनुशासन चाहिँ हुनुपर्छ र त्यो एउटा सुन्दर वास्तुकला हो भन्ने चाहिँ प्रसिद्ध भनाइरहेको छ। यसै सन्दर्भमा हाम्रो यो पिकनिकलाई चाहिँ अहोरात्र खटिएर हाम्रो पिकनिकलाई सफल बनाउने कार्यमा हामी सँगसँगै हाम्रा आदरणीय दाइहरू हुनुहुन्छ, उहाँहरूलाई पनि सम्मान गर्ने कार्यक्रम छ। यसै क्रममा म आदरणीय दाइ बालकृष्ण श्रेष्ठज्यूलाई अगाडि आएँ र सिआर सरलाई उहाँलाई सम्मान गरिदिनु म हार्दिक अनुरोध गर्दछु। यसै गरी हामीलाई सवारी साधनमा सहयोग गर्नुहुने र हामीसँग निरन्तर जोडिराख्नु भएको र हामीलाई एकदम नजिकबाट सहयोग गर्नुहुने आदरणीय दाइ प्रेम गुरुङ दाइलाई पनि अगाडि आइदिनु म हार्दिक अनुरोध गर्दछु। र यो बृहत वनभोजको मुख्य पात्र सबैभन्दा मेहनत गरेका र छोटो समयमा यो बृहत वनभोजलाई कसरी सफल बनाउने भनेर एकदम चिन्तित व्यक्तित्व, समाजसेवी पनि हुनुहुन्छ, यहाँको गाउँले पनि हुनुहुन्छ,
उहाँलाई को होला गेस गर्नुहोस् त हाम्रा आदरणीय सरोज महतो दाई र उहाँलाई सम्मान गरिदिनु हुन म शिविर प्रमुख लेखनाथ दाहाल सरलाई हार्दिक अनुरोध गर्दछु ताली बजाइदिउँ साथीहरू उहाँको धेरै ठुलो योगदान छ उहाँ नभएको भए सायद एक दिनमा हामीले निकै छोटो समयमा हामीले पिकनिक यो सफल बनाउनु पर्ने थियो र उहाँले अहोरात्र खटेर हाम्रो यो पिकनिक सफल बनाइदिनु भएको छ धन्यवाद फेरि उहाँलाई भरि धन्यवाद र यसै क्रममा हाम्रो यो पिकनिकलाई अझ नजिकबाट सफल बनाउनु हुने मेरा मितज्यू सन्तोष महतज्यूलाई पनि म अगाडि आएर सिआर सरलाई सम्मान गरिदिनु हार्दिक अनुरोध गर्दछु र यस पिकनिकमा आदरणीय सिआर सरहरू सहपाठी प्रशिक्षार्थी मित्रहरू जुनियर खुल्लाका भाइ बहिनीहरू तपाईहरूले अहोरात्र पिकनिकलाई सफल बनाउन कसरी राम्रो गर्न सरसल्लाह दिनुभएको थियो त्यही क्रममा हामीलाई नजिकबाट सहयोग गर्नुहुने लक्ष्मण भट्ट हो के अरे लक्ष्मण भट्ट सर कता हुनुहुन्छ लक्ष्मणजी यता उहाँलाई पनि सम्मान गरिदिनु म सिआर सरलाई अनुरोध गर्दछु यसै क्रममा हाम्रो पिकनिकलाई सफल बनाउन हामी जस्तै अहोरात्र खटिनु हुने के गर्नुपर्छ भन्नुहोस् म जतिखेर पनि तयार छु भन्नुहुने र हामीलाई चाहिँ एकदमै बिहानैदेखि हिजैदेखि निरन्तर सहयोग गर्नुहुने आदरणीय म त दाई भन्छु मेरो प्रशंसक पनि हुनुहुन्छ उहाँ म पनि उहाँको धेरै प्रशंसा गर्छु मेहनती हुनुहुन्छ सरल हुनुहुन्छ आदरणीय रामबहादुर केसी दाईलाई अगाडि आएर सिआर सरलाई सम्मान गरिदिनु म हार्दिक अनुरोध गर्दछु यसरी नै हाम्रो सम्पूर्ण साथीहरू हामीलाई सल्लाह सुझाव दिनुभयो हाम्रो पिकनिक राम्रो भव्य र सभ्य भएको छ यहाँहरू सम्पूर्णलाई धन्यवाद दिँदै अब हामी पिकनिकको थप कार्यक्रममा इन्भल्भ हुन्छौँ यो कार्यक्रम यही समापन भएको म घोषणा गर्छु पहिला फोटो खिच्ने कार्यक्रम छ है फोटो खिच्ने कार्यक्रम अनि खाना खाम ल अब हामी ट्याक्क फर्किने क्रममा छौँ है त्यहाँबाट सरहरू हुनुहुन्छ हाम्रो ल भनिदिन्छ रहेछ दुई चारवटा शब्द एकदम गजब रह्यो आजको पिकनिक हजुरलाई धेरै धेरै धन्यवाद व्यवस्थापन उत्कृष्ट थियो आज कृष्ण सरहरू के छ एकदम रमाइलो हो म अलिक ढिला आए पनि हो रमाइलो अनुभव भयो पवन सरको एकदम राम्रो ठिक छ ल के छ तपाईँहरू सबैको ठिक छ एकदम रमाइलो भयो हो ल आजको पिकनिक धेरै रमाइलो भयो र यसमा साथ दिनु सबै सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद ल स्पेसल सरोज दाईलाई धेरै धन्यवाद है ल है फेरि पनि धन्यवाद सरोज दाई भने ल सरै ल भन्नु के छ तपाईँको
नमस्ते आजको बृहत वनभोज कार्यक्रम सम्पूर्ण साथीहरूको अहोरात्र खटाइ र सम्पूर्ण साथीहरूको सहयोगमा सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको छ। यसमा सम्पूर्ण साथीहरूलाई हृदयदेखि नै साधुवाद व्यक्त गर्न चाहन्छु। कस्तो रमाइलो भयो नि सर? एकदम रमाइलो भयो पिकनिक। तपाईँले कस्तो महसुस भइरहेछ? तपाईँ पुरै एकदम डिटेलमा भनिदिनु त सर। एकदम रमाइलो भयो, राम्रो भयो। अब सरहरूले पनि राम्रो भयो भनिसकेपछि उसै पनि राम्रो भयो होइन। अब सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद होइन। रमाइलो भयो।